यो पो हो त माया, जल्ने गरी गर्नुस्। नमस्ते। यो मरुभूमि कतारको दोहाबाट उद्दराज आज यस पूर्व सन्ध्यामा आज म पहिलो प्रयास लिएर आएको छु एउटा आत्मकथा। आशा छ हजुरहरूले यसलाई मन पराउनु हुनेछ र यो मन पराएर लाइक, कमेन्ट र मेरो च्यानललाई सब्सक्राइब गर्नुहुनेछ भने। र कथा सुरु हुन्छ यहाँबाट। पूर्वी नेपालको इलामको एउटा पहाडी गाउँमा म, सागर र मेरी प्यारी आमा गाउँमा दुःख सुख गरी बसेका थियौँ। गाउँ सानो थियो, मानिसहरूले एकअर्कालाई राम्रै चिन्थे। बिहान पहाडमाथि घाम उदाउँदा गाउँ सुनौलो देखिन्थ्यो र साँझ कुहिरोले पुरै गाउँ ढाक्थ्यो। म साधारण परिवारको छोरो, दुःख के हो राम्ररी बुझेको थिएँ। मेरो बुवा विदेशमा मजदुरी गर्नुहुन्थ्यो र आमा गाउँमै खेती गर्नुहुन्थ्यो। मेरो सपना ठुलो थियो, एक दिन राम्रो जागिर खाने, आमा बुवालाई सुख दिने र एउटा सानो घर बनाउने। माया पनि त्यही गाउँमा बस्थे। पढाइमा निकै राम्रै थिए। उसको सपना नर्स बन्ने थियो। बिरामी मानिसहरूको सेवा गर्ने उसको ठुलो इच्छा थियो। हाम्रो पहिलो भेट गाउँको विद्यालयमा भएको थियो। म कक्षाको पछिल्लो बेन्चमा बस्थेँ, माया अगाडिको बेन्चमा। एक दिन शिक्षकले हामी सबै विद्यार्थीलाई समूह परियोजना गर्न लगाउनु भयो। संयोगवश म र माया एउटै समूहमा पर्यो। त्यो दिनदेखि हामी बीच कुराकानी सुरु भयो। पहिले पढाइको कुरा हुन्थ्यो, पछि परिवारको, त्यसपछि सपनाको, र बिस्तारै हामीहरू एकअर्काको जीवनको महत्त्वपूर्ण हिस्सा बन्न थाल्यौँ। एक दिन विद्यालय छुट्टी भएपछि माया फर्किँदै थिए। बाटोमा उसको खुट्टा चिप्लिएर ऊ लड्न पुगी। म पनि पछाडिबाट आइरहेको थिएँ। मैले दौडिँदै तुरुन्तै गएर उसलाई उठाएँ। लाग्यो? मैले चिन्तित हुँदै सोधेँ। मायाले मुस्कुराउँदै भनी, अलिकति। हिँड्न सक्छौ? मैले मलिन स्वरमा भने। उसले पनि जवाफ फर्काउँदै भनी, सक्छु। मैले पनि जिस्किँदै उसलाई भने, तर मसँगै हिँड, फेरि लड्यो भने? माया हाँसिन् र भनी, तिमी मेरो सुरक्षा गार्ड हौ र? मैले पनि हाँस्दै भने, चाहे भने बन्न सक्छु। त्यो हाम्रो सामान्य मजाक थियो, तर मायाले त्यो कुरा मनमा राखिन। त्यसपछि हामी प्राय सँगै घर फर्कन थाल्यौँ। हामी बीच यति नजिकपन भइसकेको थियो कि जुन एकअर्कालाई देख्न भेट्न पाएन भने छटपटी हुने। तर पनि मैले कहिले मायालाई प्रेम प्रस्ताव राख्न सकिनँ। मायाले पनि कहिले आफ्नो भावना स्पष्ट रूपमा भनिन, तर हाम्रो आँखाले एकअर्कालाई दुवै कुरा भनिसकेको थियो। विद्यालय सकिएपछि मायाले नर्सिङ पढ्न सहर जाने तयारी गरे। म पनि काम खोज्न काठमाडौँ जाने तर्खरमा थिएँ। हामी दुवैलाई थाहा थियो हामी एक दिन टाढा हुनेछौँ। बिदाईको दिन माया निकै भावुक थिए। काठमाडौँ गएपछि मलाई बिर्सिन्छ होला उनले सोध्दै भने। मैले मुस्कुराउँदै भने, मैले मान्छे टाढा भएर सम्झना टाढा हुँदैन। मायाले आफ्नो हातमा लगाएको सानो धागो निकालेर, यो राख भने। मैले सोधेँ, किन? मायाले न्याउरो अनुहार पार्दै भनी, मलाई थाहा छैन, तर जबसम्म यो तिमीसँग हुन्छ मलाई सम्झिराख भने। मैले त्यो धागो आफ्नो हातमा बाँधेँ र भने, अब यो कहिले खोल्दिन। मायाले आँसु लुकाउँदै भनी, साँच्ची? मैले पनि आफ्नो
भारी भएको मन लुकाउँदै भने, साँच्ची जब जब तिम्रो याद आउँछ नि माया, म यो धागोलाई हेर्दै म काठमाडौँबाट मायाको हावा तिमीसम्म पुर्याउँछु भने। काठमाडौँमा आएर म एउटा होटलमा काम गर्न थालेँ। काम त केही थाहा थिएन। विदेशी बुवा अनि गाउँमा दुःख गरेकी मेरी आमालाई खुसी दिने ठुलो रहर जसोतसो आफ्नो दुःख पीडा लुकाउँदै गर्दै थिए यो बिरानो सहरमा। दिनभरि काम, रातभरि थकान, सानो कोठा, तर मेरो फोनमा मायाको एउटा सन्देश आउँदा मेरो सबै थकान हराउँथ्यो। माया पनि नर्सिङ पढ्दै हामी बिच राति घन्टौँ कुरा हुन्थ्यो। आज के खायो, धेरै थाक्यो, पढाइ कस्तो भयो, आमालाई फोन गर्यो, यस्तै साना कुराहरू हामी बिचको मायाको आधार थिए। एक रात मायाले सोधी, सागर हामी भविष्यमा सँगै हुन सक्छौँ? म केही समय चुप रहे र मन भारी बनाउँदै मायालाई भने, मसँग अहिले केही छैन। उसले पनि मेरो मायाको कदर गर्दै भनी, भोलि मलाई केही चाहिँदैन। मैले फेरि भने, तर म तिमीलाई राम्रो जीवन र धेरै माया, जुन भुलेर फुलले भमरालाई दिन्छ र जुनले तारालाई दिन्छ हो, त्यही भरपुर माया र विश्वास दिएर आफ्नो सपनाको संसारमा सजाउन चाहन्छु। मायाले भनी, राम्रो जीवन भनेको पैसा मात्र होइन, तिमी साथमा भयो भने मलाई पुग्छ भनी। मेरो आँखाबाट मायाको जवाब सुनेर बलिन्द्र आँसु झर्यो। मैले पनि उसलाई तुरुन्तै भने, म फर्केर आउँछु अनि तिम्रो हात माग्न तिम्रो घर आउँछु। मायाले खुसी हुँदै उत्तर दिइन्, म पर्खन्छु। केही महिनापछि माया गाउँ फर्किन्। उसकी आमाको स्वास्थ्य अचानक बिग्रेको कारणले गर्दा माया आमाको उपचारका लागि गाउँ आएकी थिए। त्यो रात मैले फोन गरेर उसलाई सुनाएँ, भोलि म गाउँ आउँदैछु। माया खुसी हुँदै भने, साँच्चै? मैले पनि खुसी हुँदै मधुर स्वरमा भने, हो, तिमीलाई भेट्नु। उसले पनि खुसी हुँदै भने, कति बजे? मैले भने, बिहानको बसमा आउँछु, दिउँसोसम्म पुग्छु। मायाले भनिन्, म तिमीलाई खोलाको पुलमा पर्खन्छु। मैले हाँस्दै भने, पानी परेमा? उसले हाँस्दै भनी, छाता लिएर आउँछु। मैले जिस्किँदै भने, तिमी फेरि चिप्ल्यौ भने? माया हाँसेर भनी, यसपटक समात्न तिमी हुनेछौ नि त। त्यो नै हाम्रो अन्तिम कुराकानी हुन्छ भनेर सपनामा पनि सोचेको थिइनँ। हामी कति खुसी थियौँ त्यो दिन। भोलिपल्ट बिहान म गाउँतर्फ जाने बसमा चढेँ। आकाशमा बादल थियो। केही समयपछि ठुलो पानी पर्न थाल्यो। पछाडि बाटो चिप्लो थियो। पछि एउटा घुम्तीमा पुगेपछि अचानक चिप्लियो। त्यसपछि ठुलो आवाज आयो। मानिसहरू चिच्याए। बस सडकबाट तल खस्यो। गाउँभरि खबर फैलियो। माया खोलाको पुलमा उभिएर मलाई पर्खिरहेकी थिए। उसको हातमा छाता थियो। घडीले दिउँसो पार गरिसकेकी थिए। तर म भने आउन सकिनँ। साँझ हुन लाग्यो। मायाको मनमा डर बढ्दै गयो। त्यसै बेला गाउँका एकजना दाइ दौड्दै आए। दाइले अनुहार गम्भीर पार्दै भन्नुभयो, माया अगाडि भन्दै सोधी, के भयो? दाइ केही बोल्न सक्नु भएन। केही छेडपछि मात्र भन्नुभयो, सागर चढेको बस दुर्घटना भएको कुरा सुनाउनु। सागर यानी म चढेको बस दुर्घटना भएको कुरा सुन। मायाको हातबाट छाता खस्यो
र दाइलाई सोधी, सागरलाई त केही भएको छैन होला नि। दाइले उत्तर दिन सक्नु भएन र त्यसैले माया दौडदै दुर्घटनास्थलतिर गइन्। दुर्घटनास्थल मानिसहरूको ठुलो भिड थियो। घाइतेहरू अस्पताल लगिँदै थियो। माया पागल चाहिँ मलाई खोजिरहेकी थिए। अनन्त उसले मलाई देखी। म अस्पताल लैजानु अघि नै मेरो मृत्यु भइसकेको थियो। माया केही क्षण स्तब्ध भई। उसले मेरो हात समाई। मेरो हातमा अझै त्यो रातो धागो थियो। त्यो धागो जुन मायाले वर्षौँ अघि उसको याद आउँछ भनेर लगाइदिएकी थिए। माया चिच्याउँदै रोइन् र मलाई काखमा लिँदै अनि सुमसुमाउँदै पागलसरी हुँदै एक्लै बोल्न थाली र भनी, तिमी त फर्केर आउँछु भनेका थियौ, तर त्यहाँ मेरो कुनै उत्तर आएन। मायाले फेरि भनी, तिमीले मेरो हात माग्न घर आउँछु भनेको थियौ, तर पनि मेरो मबाट केही उत्तर आएन। तिमीले मलाई पर्ख भनेको थियो, तर मायाको त्यो पुलमा मलाई पर्खेर बसेको कुनै अर्थ नै थिएन। अर्को दिन मेरो हिन्दू परम्परा अनुसारले अन्तिम संस्कार गरियो। माया टाढाबाट हेरेर बसिरहेकी थिइन्। उसलाई विश्वास नै भइरहेको थिएन कि केही घन्टा अघि हामी बीच कुराकानी भएको थियो। अब कहिले बोल्ने नगरी उनीबाट टाढा हुनु भने चितामा जलिरहेको देख्दा उसले विश्वास नै गर्न सकिरहेको थियो। उसले मेरी आमालाई अँगालो हालेर भनिन्, आमा, उहाँले मलाई बिहे गरेर ल्याउँछु भन्नुभएको थियो। मेरी आमाले मायालाई अँगालो हाल्दै भनेर भारी भन्केर रोइन्, बेसरी भक्कानेर रोइन्। छोरी, मेरो छोरीले तिमीलाई धेरै माया गर्थ्यो, आमाले भन्नुभयो मायालाई। आमाको त्यो कुरा सुनेर माया झन् धेरै गहभरि आँसु झार्दै रोइन्। म बितेको पनि 5 वर्ष भएछ। मायाले नर्सिङ पढाइ पुरा गरेकी थिइन्। त्यस बेलासम्म उसले एउटा अस्पतालमा काम गर्न लागेकी थिइन्। त्यहाँ आउने गरिब बिरामीहरूलाई ऊ सकेसम्म सहयोग गर्थे। उसले विवाह भने गरेकी थिएनन् अझैसम्म। धेरै मान्छेले सोध्ने गर्थे, किन बिहा गर्दैनौ? मायाले केवल मात्र मुस्कुराउँथे र भन्थे, मेरो मनले एकपटक कसैलाई जीवनसाथी मानेको थियो। अब त्यो ठाउँ खाली नै ठिक छ। उसको घरको एउटा दराजमा सानो कपडाको थैली थियो। त्यसभित्र मेरो फोटो र एउटा सानो रातो धागोको टुक्रा जुन मलाई बाँधिदिएकी थिइन्। वर्षौँपछि उसले त्यो धागो फाल्न सकेकी थिइन्। मेरो सामान आमाले सफा गर्दा एउटा पुरानो डायरी भेटाउनु भएछ। त्यसमा माया नाम लेखिएको थियो, जुन वर्षौँ पहिला मैले उसको नाममा पत्र लेखेको थिएँ, तर पठाउन सकेको थिइनँ। आमाले त्यो पत्र मायालाई दिनुभयो। त्यसमा लेखिएको थियो, माया, सायद म तिमीलाई यो कुरा कहिले भन्न सक्दिनँ, तर यदि कुनै दिन म तिमीबाट टाढा भए भने एउटा कुरा सम्झनु, तिमी मेरो जीवनमा आएको दिनदेखि मेरो संसार सुन्दर भएको थियो। मसँग धेरै पैसा थिएन, ठुलो घर थिएन, तर तिमीलाई माया गर्ने एउटा साँचो मन थियो। म फर्केर आएँ भने तिम्रो हात माग्नेछु, तर यदि फर्किन सकिनँ भने मेरो लागि आफ्नो जीवन रोक्नु पर्दैन। तिमी खुसी हुनु, किनकि तिम्रो मुस्कान नै मेरो सबैभन्दा ठुलो सपना हो। तिमीले दिएको रातो धागो अझै मेरो हातमा छ।
सायद जिन्दगीले हामीलाई सधैँ सँगै राख्न नसक्ला, तर मेरो अन्तिम साससम्म तिमी मेरो मनमा आउनेछ। त्यो पत्र पढिसकेपछि मायाले डायरी हातमा छातीमा राख्दै रोन थाले। उनी पहिलो पटक ठुलो स्वरमा रोएकी थिइन् त्यो दिन। धेरै वर्षपछि मायाको गाउँको त्यो पुरानो खोलामा पुगे, जहाँ उसले मलाई अन्तिम पल्ट फर्केकी थिए। फुल उस्तै थियो, खोला उस्तै थियो, पहाड उस्तै थिए, तर म थिएँ। मायाले आफ्नो झोलाबाट एउटा सानो रातो धागो निकालिन्। उसले त्यो रातो धागो फुलको छेउमा बाँधे अनि आकाशतिर हेर्दै भनिन्, सागर, तिमीले मलाई पर्खन भनेको थियो, मैले पर्खिएँ। उसको आँखाबाट आँसु झर्यो। तर म तिम्रो सम्झनामा बाँच्न सिकिसकेँ, उसले भने। हावाले बिस्तारै त्यो धागो हल्लाउन थाल्यो। मायाले आँखा बन्द गरिन्। उसलाई फेरि त्यो पुरानो आवाज सुनिएको जस्तो लाग्यो। पानी परेमा छाता लिएर आउनु। मुस्कुराउँदै उसले आँसु पुछिन् र भने, यसपटक तिमी छैनौ सागर, तर म अझै छाता बोकेर आएको छु। त्यसपछि ऊ बिस्तारै पुलबाट तल झरे। हाम्रो प्रेमको अन्त्य विवाहमा भएन, हाम्रो प्रेमको अन्त्य सुखद मिलनमा पनि भएन, तर त्यो प्रेम मृत्युले पनि मेटाउन सकेन। किनकि केही प्रेम कथा सँगै बाँच्नको लागि लेखिएको हुँदैन। केही प्रेम कथा जीवनभर सम्झनाको रूपमा बाँच्नको लागि लेखिएको हुन्छ। र मेरो र मायाको प्रेम जस्तै एउटा प्रेम थियो, अधुरो, पीडादायी र साँचो। हवस् त, नमस्ते। यो आत्मकथा हजुरहरूलाई कस्तो लाग्यो? कमेन्ट, सब्सक्राइब, लाइक गरिदिनु होला। बाँकी अर्को आत्मकथा लिएर आउने हजुरहरूसँग जमर्को गर्दै आजलाई बिदा हुन्छु। हवस् त, नमस्ते। जय नेपाल।